अहिले दिउँसोको कति बजिरहेछ भन्दाखेरि 4 बजेछ। अहिले चाहिँ हामी यो पर्वत जिल्लाको पुसमा अझ भनेर हामी गएर खाजा ब्रेक गरेर फेरि आफ्नो गन्तव्यतिर अहिले चाहिँ हामी गलेश्वर महादेवको मन्दिर परिसरमा आइपुगिरहेका छौँ। ढुङ्गामाथि मन्दिर भनेको चम्मको दृश्य रहेको छ। साथी अहिले चाहिँ हामी रूपसे झर्ना आइपुगिसक्यौँ। बाटोको अवस्था राम्रै छ। गाडीहरू छियो गाउँ आइपुगिसक्यौँ। घाँसा अगाडि बढेर छियो गाउँ। अब लेटे माथि हिमाल देखिन्थ्यो। आज मौसम पनि खुले आएर लेटे आइपुग्यो हामी। त्यसबाट नि यस्तै गरेर हो। यसरी यहाँ छ ब्याजी केसरी हो। अझ